हेलो 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 एन्ड नमस्ते टु एभ्रिवान। के छ मेरो केटाहरू, आई सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। आफ्टर अ लङ टाइम आई एम ब्याक विथ अ न्यू भिडियो होइन। आफ्टर अ लङ टाइम आई एम ब्याक विथ अ न्यू ब्लग होइन। अनि यति लामो समयसम्म हराउनुको कारण चाहिँ मेरो इक्जाम चलिरहेको थियो, त्यही भएर मैले चाहिँ यति लामो समयसम्म इक्जाम चलिरहेको कारणले मैले भ्लग चाहिँ बनाउन पाएको थिइनँ होइन। अनि त्यही भएर आज चाहिँ टक्क भ्लग बनाउँदै अनि कहाँ जान लाग्यो भन्ने सोचिरहेको मलाई चिरीचट्ट परेर होइन। साइड ब्याग छट्के झोलासोला हानेर होइन, छट्के झोलासोला हानेर अनि टक्क कता हो भनिराख्नु भएको ल। अब माघी मनाउनु जानु पऱ्यो भनेर यसो देउखुरीतिर चल्दिन लाग्यो म चाहिँ। अनि आज चाहिँ यसो देउखुरीतिर जाउँ भनेर होइन, माघी मनाउन मेलासेला गर्नको लागि अनि जान लाग्यो म चाहिँ। अब चाहिँ रेडी भइसकेको छु, अब चाहिँ घरदेखि निस्किने टाइम भइसक्यो मेरो चाहिँ। सो फ्यान्सहरू त्यही त भ्लगहरू बन्दै गर्छ, अब आउँछ कन्टिन्यू लगभग आउँछ मेरो भ्लग चाहिँ होइन, आई होप। अनि त्यही त सबैले माया गरिदिनु पऱ्यो, साथ सपोर्ट दिनु पऱ्यो है त गाइजहरू होइन, केटाहरू फ्यान्सहरू मेरो होइन। लभली सबैलाई माया छ मनैदेखि है, कुशल भ्लगको तर्फबाट। अनि अब चाहिँ म लाग्छु है त, अहिले बाटोमा आउँदै गर्छ मेरो भिडियोहरू है त। सो केटा हो, अब चाहिँ म हिँडेको है त, मम्मीसँग बिदा बाहिरी मागेर हल्का यस्तो मागेर होइन म चाहिँ लागेको। अब उतै जो अब आउनुहुन्छ होइन रिहारको मेलामा टक्क यसो भेटघाट गर्नुपर्छ है त हामीले। अब कुशल भ्लग आउँदैछ होइन, त्यस्तो फेमस नभए पनि जो आउनुहुन्छ यसो भेटघाट गरौँला, आउनु होला, रमाइलो गरौँला भन्दै म चाहिँ हिँडेँ घरदेखि है त। भ्लग कन्टिन्यू भइरहने छ है त। मेलाको रमझम चहल पहल माहौल होइन, दाइहरूसँग फेरिको भेटघाट हुने होइन। स्टार्टिङमा दाइहरूदेखि नै स्टार्टिङ गरेको भ्लग, आज फेरि त्यही दाइहरूसँग भेटघाट हुनु भयो होइन मेरो चाहिँ। त्यही त केटा हो। सो म त लागेको है। अनि यो चाहिँ यतातिर आमा घरको बाटो। अब यहाँ देउखुरीदेखि आउन साथ फेरि अनि तोरी काट्ने काम हुनेवाला छ मेरो चाहिँ, फिक्स चाहिँ मैले थाहा पाइसकेँ है त। त्यही त केटा हो। इक्जाम पनि भ्याइयो अनि इक्जाम त लास्टै बिग्रिएको छ होइन, लास्टै भन्दा लास्टै अहिले झन् 4-5वटा विषय त लाग्छ होला पक्कै, 6वटामा भन्ने शङ्का लागिरहेछ। त्यही त हो है त। सो फाइनली अहिले चाहिँ घोराइ बजार आइसक्यो, अब चाहिँ कपाल काट्न जानु पऱ्यो भनेर चल्दिन लाग्यो म चाहिँ। अनि यो चाहिँ हाम्रो घोराइ बजार, दाङ जिल्ला घोराइ बजार। अनि कपाल काट्न जाउँ भनेर होइन, यसो कपाल सपाल काट्नु पनि पऱ्यो होइन भन्नुपर्दा केटा हो। त्यही त हो, यस्तै छ अब गइन्छ होइन। होइन त्यही त अब कपाल सपाल काट्यो पेमेन्ट गरेर अनि सो अहिले चाहिँ गाडीमा छु, अनि गाडीमा बसेर छु। जाने गाडी रहेछ, म सो गाडी चाहिँ एउटा लिइसकेको थियो। अनि गाडी चाहिँ लिएर आनन्दले बसिरहेको छ। यो चाहिँ हाम्रो घोराइ बजारमा चहल पहल जो भइरहेको छ हाम्रो घोराइ बजारमा चाहिँ। अनि गाडी चाहिँ अघि जाँदै मस्तले होइन घोराइ बजारमा यस्तै छ केटा हो। गाडीहरू होइन, मेलाको माहौल पनि त्यस्तै भइरहेछ। अनि यो चाहिँ हाम्रो घोराइ नगरपालिका ट्राफिक कार्यालय अफिस हो यो चाहिँ होइन, ट्राफिक चाहिँ। अनि ट्राफिक अफिस हो, ट्राफिक गरेर घोराइको। अनि यहाँदेखि चाहिँ एकछिन गाडी रोक्छ यहाँनिर चाहिँ। अनि त्यसपछि अब चाहिँ यहाँदेखि लाग्छौँ हामी चाहिँ अघितर्फ। अनि सो चाहिँ हामी लाग्दैछौँ टक्क होइन, यहाँदेखि चाहिँ हामी चाहिँ इन्टर गरिसकेको छौँ देउखुरी लगाएको छौँ। यो चाहिँ मेरै घर सबै जङ्गल हो, घरमा गएर त्यही चुरे पाहाड जङ्गल यो चाहिँ भ्यू हेर्दै जाँदैछु होइन।
यात्रासम्म आजको यात्रा चाहिँ लमैसम्म मात्रै हो। तिरको यात्रा चाहिँ तिरको यात्रा चाहिँ नेपालको लागिरहेछ होइन यतातिर चाहिँ सानो गाडी भएर टिभी भएर यस्तो देखिरहेछ। यतातिर चाहिँ गत वर्षलाई मध्यनजर गरेर अहिले साल चाहिँ यो बाटो निर्माण कार्यक्रम भइरहेको छ यता चाहिँ होइन। बर्खामा चाहिँ अलिक सजिलो होस् सहज रूपमा गाडीहरूले धुलो उडाएर आजकल चाहिँ कन्स्ट्रक्सनको कामले गर्दा चाहिँ गाडीहरूले धुलो उडाएको उडाएर र धुलो पनि उडाएको छ। भित्र चाहिँ आएको छैन बाहिर धुलो उडाएको छ। जेबिसी लागिरहेको छ पक्किरो यो चाहिँ इन्टर गरिसके लमै बजार उतातिर गएर जुन गाडी गइरहेको छ त्यो जाने हो नेपालगञ्जतिर महेन्द्र हाइवे इन्टर भएमा चाहिँ होइन। अनि म लाग्दैछु लमै बजारतिर फुल हो यो चाहिँ स्वागत छ। यो चाहिँ लमै दाङ्गेला क्रिकेट स्टेडियम यो चाहिँ लमैमा छ। यो चाहिँ दाङसँग ग्राउन्ड पनि यो चाहिँ लमै बस पार्क हो। बस पार्क हो यो चाहिँ यो लमै बजार हो। गाडीदेखि झरेर पनि अहिले यता आइसकेको छु होइन। बजार एरिया भएर अलि लमै बजार म चाहिँ घरै जति भिड त छैन भन्नुपर्छ। ठिकै भिड छ भन्नुपर्दा त सबै अब जाँदैछु लागेर हाम्रो लमै बजार। सो अहिले चाहिँ म लमै आइसकेको छु होइन भन्नुपर्दा। अनि ठुलमम्मी घरतिर जाँदैछु अनि त्यही त हो लमै बजार मस्तको छ होइन। हल्का यता चाहिँ अलि डाङ घोराइतिरको भन्दा हल्का अलिक चिसो कम नै छ। सो त्यही त गरेर चिसो अलिक कम नै छ है त। यो चाहिँ टक्क होइन नयाँ फुटसल ग्राउन्ड हो। यो चाहिँ फ्रेन्ड्स फुटसल यो चाहिँ छ होइन। गोर्खा बोर्डिङसँगै सटेको छ यो चाहिँ लमैको गोर्खा बोर्डिङसँगै सटेको छ होइन यो चाहिँ। अनि यो फुटसल क्लब बन्ने बेला भर्खर स्टार्टिङ हुने बेला चाहिँ यतातिर आउँथेँ म। अहिले चाहिँ बनिसकेको छ होइन यहाँ चाहिँ फुटसल ग्राउन्ड। अनि ऊ त्यो देखिरहेको चाहिँ यो सानो सानो बिल्डिङ चाहिँ लमै गोर्खा बोर्डिङ हो। यो चाहिँ अझै पनि कम्प्लिटली बनेको त रहेनछ फुटसल ग्राउन्ड। फाइनली म चाहिँ आइसकेँ घर। अनि अब आजको लागि यति नै हुन्छ होला ब्लग। अनि भोलि चाहिँ फेरि नयाँ यात्रा नयाँ ठाउँ होइन गयो जाने हो होइन। त्यही हो गाइज यस्तै छ माया गर्नु पऱ्यो सपोर्ट दिनु पऱ्यो है त। यति भन्दै आजको लागि ब्लग यति नै हुन्छ मेरो। हस्त धन्यवाद सबैलाई। लभ यु माया।